सोन्तेगिनो निगो SSW2 फुड सर्भिसको चाहिँ गोखाको चुचिसो चाहिँ हाक्को गर्ने सम्बन्धी चाहिँ मैले तपाईँहरूको लागि चाहिँ नोटिस लिएर आएँ। अब तपाईँहरूले धेरैजनाले चाहिँ कम्पनीले चाहिँ यो गोखाको चाहिँ भएँ तर स्योमेसो चाहिँ हाक्को गरिदिएन भन्ने खालको केसहरू पनि सुन्नुभयो होला। अब यसको लागि चाहिँ हामी स्पेसल्ली चाहिँ रुल के छ, रेगुलेसन्सको बारेमा चाहिँ हामी थोरै यहाँनिर चाहिँ अन्डरस्ट्यान्ड गरौँ है त। ओके, फर्स्ट अफ अल चाहिँ निगोमा पास गर्नुभएको साथीहरूलाई चाहिँ म योगनाथ आचार्यको तर्फबाट चाहिँ कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु र पिएस करियर ओभरअल हाम्रो टिमको तर्फबाट पनि कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु। र पिएस करियरले सञ्चालन गरेको SSW2 को क्लासमा पनि 97% चाहिँ गोखाको रेट चाहिँ भएको छ। हिजो नि यही खेक्का चाहिँ हामीले चाहिँ निकाल्न सकेको छौँ र यहाँहरू सबैको चाहिँ मेहनत सँगसँगै चाहिँ हाम्रो स्टाफ्सहरूको चाहिँ मेहनतले चाहिँ यो चाहिँ पोसिबल भएको हो जस्तो लाग्छ। सबैजनालाई चाहिँ हामीलाई ट्रस्ट गरिदिनु भएकोमा धन्यवाद। ओके देवा, आजको चाहिँ होम बानमा चाहिँ हामी थोरै जाउँ है त। जस्तो निगो सिक्किमको चाहिँ गोखाको गर्नुभयो, अब गोखाको चुचिसो चाहिँ हाक्को गर्न मिलेन, ल कस्तो अवस्थामा चाहिँ मिल्ने कस्तो अवस्थामा नमिल्ने भन्ने कुरा चाहिँ हामी अन्डरस्ट्यान्ड गरौँ है। सो नर्मल्ली के छ भन्दा जिक्केन्स्या तोरोकुको जुन टाइमिङहरू छ, तपाईँले जिक्केन्स्या तोरोकुको टाइमिङमा अलरेडी 2 वर्ष चाहिँ कम्प्लिट गरेर तपाईँले चाहिँ जिक्केन्स्या तोरोकु गर्नुभएको थियो। जुन SSW2 को चाहिँ इक्जाम दिने प्रोसेसिङमा जिक्केन्स्या तोरोकुको टाइम हुन्छ, त्यो टाइममा चाहिँ 2 वर्ष कम्प्लिट भएर तोरोकु गर्नुभएको थियो भने चाहिँ सामान्यतया गोखाको भए पछाडि चाहिँ हाक्को गर्न मिल्छ है। र यदि त्यो टाइममा जिक्केन्स्या तोरोको गर्ने टाइममा चाहिँ तपाईँको 2 वर्ष कम्प्लिट नभएर मिकोमी भनेर चाहिँ तपाईँले सिकेन चाहिँ दिनुभएको थियो है, अथवा चाहिँ तपाईँको जुन परीक्षा दिए पछाडिको चाहिँ 6 महिनासम्ममा चाहिँ सिधोतो जिचुमी खेकेन चाहिँ निनेन चाहिँ कम्प्लिट हुन्छ भनेर चाहिँ त्यो अपडेट चाहिँ गर्नुभएको थियो भने चाहिँ त्यो जिक्केन्स्या तोरोको गर्ने बेलाको अपडेट अनुसार चाहिँ सिधोतो जिचुमी खेकेन चाहिँ कम्प्लिट भएको सो लगे पछाडि अथवा चाहिँ सबमिट गरिसके पछाडि चाहिँ बल्ल तपाईँले चाहिँ जुन सिकेनको चाहिँ गोखाको चुचिसो चाहिँ डाउनलोड गर्न सक्नुहुनेछ है। अब बुझ्नुपर्ने कुरा के भयो भन्दा तपाईँले SSW2 को परीक्षा चाहिँ 2 वर्ष कम्प्लिट भए पनि है, सिधोतो जिचुमी खेकेन चाहिँ 2 वर्ष कम्प्लिट भए पनि दिन मिल्ने भयो र 2 वर्ष कम्प्लिट नभइकन तपाईँको चाहिँ परीक्षा दिए पछाडिको चाहिँ 6 महिनाभित्रमा चाहिँ 2 वर्ष कम्प्लिट हुन्छ भने पनि तपाईँले चाहिँ परीक्षा दिन मिल्ने भयो। तर फरक चाहिँ के हुने भयो भन्दा जुन गोखाको भइसके पछाडि तपाईँ गोखाको भए नभएको अपडेट चाहिँ पाउनुहुने भयो। तर सोमेसो चाहिँ हाक्को गर्नको लागि चाहिँ 2 वर्ष कम्प्लिट भएको चाहिँ सोमेसो चाहिँ जुन सिधोतो जिचुमी खेकेन सोमेसो छ, त्यो चाहिँ अनिवार्य रूपमा पेश गरिसके पछाडि मात्रै डाउनलोड गर्न मिल्ने रहेछ, त्यसलाई चाहिँ लिन मिल्दो रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है। र यसरी चाहिँ तपाईँले अब कम्पनीसँग पनि कोअर्डिनेसन गरेर अब सिधोतो जिचुमी खेकेन चाहिँ निनेन कम्प्लिट चाहिँ हायामेनी है, परीक्षा दिएर पास गरेको चाहिँ अब अहिले पास गर्नुभएको साथीहरू हुनुहुन्छ भने चाहिँ अबको 6 महिनाभित्रमा चाहिँ तपाईँले कम्प्लिट गरेर चाहिँ त्यो सोमेसो चाहिँ पेश गर्नु पर्यो है। र तपाईँको चाहिँ गोखाको चुचिसो चाहिँ डाउनलोड गर्नु पर्यो है त। आजको चाहिँ हाम्रो स्पेसल टपिक चाहिँ यही नै थियो, गोखाको चुचिसोको चाहिँ डाउनलोडको बारेमा चाहिँ देखिएको एररको बारेमा चाहिँ मैले खाइसेसु लिएर आएको थिएँ। अन्य कुनै चाहिँ तपाईँहरूले नबुझेको कुराहरू छ भने चाहिँ हामीहरूलाई कमेन्ट गर्नु होला, मैले चाहिँ एज सुन एज पोसिबल भिडियो बनाएर चाहिँ आउनेछु। आरिगातो गोजाइमास।